चाहिँ मल बोकेर खेतमा आएको। अब चाहिँ घरमा जान लाग्यो। यस्तो बाँझो छ सबै, बाँदरले खान्छ भनेर मकै नरोपेको। 3-4 घरले मात्रै मकै रोपेको छ अनि सबै बाँझो छ। अनि धान रोप्नका लागि मल बोकेर आएको हामी। यहाँ बाबा अनि यहाँ मम्मी अनि यहाँ म छु के हिजो मँगो ज्याबा। अब चाहिँ घरमा जान लाग्यो हामी गाइज हो। भङ्माइछि खाइके खाले भङ्मा यिनीहरू सबै बाँझो छ। सबै बाँझो छ यिनीहरू। अब बर्खामा चाहिँ धान रोप्छौ, मकै चाहिँ नरोपेको। सबै बाँझो छ। गाउँमा कोही छैन, काम गर्ने मान्छेहरू नि सबै विदेश गयो। चाहिँ घर जाँदैछु। अब यिनीहरू नि खेत हो, यिनीहरू बाँझो छोडेको कति भयो भयो होला। यिनीहरू बाँझो छोडेको 4-5 वर्ष। हाम्रो गाउँको स्कुल त्यहाँदेखि अब चाहिँ घर जान लागेको। अब 1 घन्टा पछि पुग्छ। अनि चाहिँ अब बसिरहेछ थकाइ लागेर। सबैजनाले सब्सक्राइब गरिदिनु होला युट्युब च्यानलमा। हेलो गाइज, हेलो ल है, हाई लो है, हाई लो होइन हाई ल है आबै। यो चाहिँ वन हो, कुसुन्द डाँडाको भन्दा खौ। हेलो हाम्रो मम्मी चाहिँ त्यसरी नाच्छ गई छु। ताछिरो यस्तो बाटोमा यसरी हिँड्नुपर्छ हामी। उतातिर नि मान्छे आएको रहेछ कोर्टमा। सबैजनाले युट्युब च्यानलमा सब्सक्राइब गरिदिनु होला। फर्स्ट टाइम यसरी ब्लग बनाएको। मैले चाहिँ खासै बोल्न नि आउँदैन देखि। बिरको बाटोमा हिँडेर आउनुपर्छ। बोल्न कोसिस गर्दैछु म चाहिँ यसरी ब्लग बनाउन। फर्स्ट यस्तो बाटोमा हिँडेर आउनुपर्छ। लड्यो भने तलतिर पुग्छ अनि मान्छे सोक्तो हुन्छ। खोलातिर पुग्छ अनि यस्तो चिप्लो बाटो छ, गाह्रो छ हामीलाई खेतीपाती गर्न। घाँस नि छ, टन्न लाएर काट्न आयो भने
तर टाढा भयो बोक्न नि सक्दैन देखि। बाबा चाहिँ उत्तातिर पुगिसक्यो, हामी चाहिँ हिँड्न नसकेर यता लास्टतिर बसिरहेको छु। यस्तो ओह्रालो जानुपर्छ कहिले। हाम्रो बाबा चाहिँ उता पुगिसक्यो अनि उता चाहिँ पानी खाने दारा छ, पानी खानु पर्यो हामी। यहाँ पानी खाने दारा छ है। पानी नि खायो। यस्तो पुरानो धारा छ। आमा गया छौ? हाम्रो मम्मी नि पानी खान लाग्नु भएको छ। कस्तो रहेछ पानी? यसलाई चाहिँ के भन्छ? करगोलो खोला भन्छ। करगोलो खोलाको पानी चिदो रहेछ। हामी चाहिँ बिहान 7 बजे आएको मल बोकेर, अनि 8 बजेनिर आइपुगेको। अब चाहिँ फर्किन लाग्को हामी चाहिँ। यो चाहिँ कुसुन्दा डाँडाको वन हो, वनहरू। नु त ब्यासी भन्छ कि के भन्छ भन्दैन। तारिम पेरे रोनमै हामीले चाहिँ बाबालाई चाहिँ भेट्दैन हो, कहाँ पुग्यो अब। घाम लागिरहेछ। आज भोलि एकदम गर्मी हुन्छ। तपाईहरुतिर कस्तो छ देखे। म चाहिँ बसिरहेको छु अनि मम्मी चाहिँ घाँस काटिरहेछ। अलिअलि घाँस लग्नु पर्यो भनेको। गाह्रो गाउँले जीवन, तर पनि रमाइलै छ। गाउँमा बस्यो, घाँस काट्यो, मेला गयो। हैसी नै छैन, घाँस काटौँ भने नि एउटा छ ल्याएन। त्यही भएर म चाहिँ बसिरहेको, यसो लाएर भिडियो बनाएर। वनहरू हेर्नु। पानी परेर अलिअलि घाँस उमार्न थालेछ। हाम्रो बाबा चाहिँ के भन्छ त्यो बिट भन्छ कि के भन्छ त्यो गरिरहेछ। त्यो गरे कोदालोमा हाल्नको लागि अनि अरू तयारी बनाउनु पर्यो नि त। फेरि त्यो बेलामा त काट्छ अलि भारी हुन्छ कि। अहिले काटिराख्यो भने सुकिन्छ, अलि हल्का हुन्छ, सुक्दै हुन्छ भनेर खोज्न आएको आज। अनि भोक लाग्यो, अब गरिदिनु जानु पर्यो।
जम्मा एउटा दुईटा गाडा छ नि अब एउटा बनाउनु पर्यो त घाँस कति पुग्यो मुडो पुगेको छैन जम अब घरतिर हामी त मान्छे नराम्री यस्तो गवाल छ यहाँ सबै आँपको रुख छ यहाँ तर फलेन भाइ घाम यहाँबाट चाहिँ हाम्रो अलिअलि देख्दो रहेछ राम्रोसँग देख्दैन रहेछ सुन्दर यो फुल चाहिँ लागि सबैले देख्दैन अलिअलि देख्दो रहेछ हाम्रो घर चाहिँ त्यो हो है हेलो हेलो जम्मा 2 मुठा घाँस काटेछ हाम्रो मम्मीले यो चाहिँ सबै जना थकै मार्ने चौतारा हो यो बाटोबाट आएको हामी अब यो बाटो सिधै जानु यो चाहिँ चौतारो गाई छ कदम चौतारो भन्ने कदमको रुख बसिरहेछ मम्मी त्यहाँ बसिरहेछ बाबालाई पर्खिरहेको छु अब चाहिँ हामी घर लागेको 2 मुठा घाँस बोकेर बाबा चाहिँ त्यस्तो बोकेछ दौरा सबैजनाले साथ सपोर्ट गरिदिनु होला अनि मेरो युट्युब च्यानलमा सब्स्क्राइब गरिदिनु होला सबैजनाले लाइक कमेन्ट पुरा नेट का लोग साथ सपोर्ट गरिदिनु होला सबैजनाले लाइक कमेन्ट सब्स्क्राइब शेयर गरिदिनु होला यो चाहिँ वन हो हामी घर जाँदैछु अब एकछिनपछि घरमा पुग्छ सबैजनाले माया गरिदिनु होला यो चाहिँ फर्स्ट ब्लग हो मेरो खासै बोल्न नि आउँदैन यसो ट्राई गर्दैछु सबैजना माया गरिदिनु होला हामी चाहिँ खोला आइपुग्यो है अब अलिकति उकालो चढ्यो भने ग्राउन्ड छ अनि हामी घर पुग्छौँ के भन्छ गट्टासुङ गट्टा टाढो जानु पुल छ है हाम्रो पुल गट्टासुङ खोलामा
पुल छ हाम्रो तपाईँहरू नि घुम्न आउनु होला पछि आबङ्गा चाहिँ यो पुल तरेर जानुपर्छ हामी पानी आइरहेछ अलिअलि अब बर्खा लागेपछि ठुलो पानी आउँछ यसरी चढेर सिँढी चढेर यसरी जानुपर्छ उकालो न उकालो उकाली झरौँला ओह्राली tahu wai no bang masih chan wai ngaji हिँड्नै सक्दैन के भयो यस्तो घामले पोल्यो यति भन्दै म हेलो अब चाहिँ मैले लाइभ इन गर्न चाहन्छु च्यातर